हेलो गाइजहरू डेलको ल्याबबाट आएको छ अलि सर्भिसिङको लागि पर्फर्म गरेर यसलाई समाज गरेको छ खोलौँ है त्यसरी हेरेर अब लेट्स गो गाइज लेट्स सर्भिस गरेर आएर होइन यो हतियार ठिक भइसकेको छ अब सर्भिस स्टार्ट गरौँ डेलको रहेको छ इन्सपिरेयर इन्सपिरेयर 15,000 रहेको छ लेट्स ओपन दिस यसको ब्याट्री चाहिँ गइसकेको छ ब्याट्री चेन्ज हान्ने हो भने चाहिँ गरौँ नत्र होइन स्टार्ट गरौँ गाइज यो चाहिँ किबोर्ड निकाल्ने खालको किबोर्ड निकाल्नु पर्छ सुरुमा तर किबोर्ड बिग्रियो भने बनाउनु सहिलो चाहिँ पुरानो खालको या तर सर्ट निकालेर राखेँ होइन नयाँ खालको त भित्रै फिक्स हुन्छ ओके गाइज किन सर्भिसिङ गर्नुपर्छ भन्दाखेरि यसको लागि हेर्नु यहाँ त्यो छ अब यो धुलै यस्तो धुलो भएर बसेको छ है कति वर्ष भयो त्यही भएर टाइममा केयर पर्छ सर्भिसिङ गरिरहनु पर्ने छ गाइज अब गरौँ सुरु यस्तो सफा हुनुपर्ने फ्यान कस्तो धमिलो भएर बसेको रहेछ पेस्ट पनि सुकिसकेको छ है पेस्ट पनि अर्को राख्नुपर्छ चेन्ज गरौँ त्यसपछि फिट गरिसकेपछि म तपाईँलाई फोन गरेर देखाउँछु गाइज ओके हेलो यो पुरानो ल्यापटप डेलको एस्पिरेयर 15,000 त्यसमा चाहिँ एसएसडी छैन इन्टरनल हार्ड डिस्क मात्रै रहेको छ 500 जिबीको यो हार्ड डिस्क रहेको छ यहाँ पहिला क्याडी दिएको छ अहिले एसएसडी राख्न चाहनुहुन्छ तपाईँहरू क्याडी राखेर चाहिँ एक्स्ट्रा क्याडी राखेर चाहिँ पाउनुहुन्छ अब यो सिडी रोम र सिडी बक्सको हुन्छ यो सिडी बक्सको ठाउँमा चाहिँ एउटा क्याडी आउँछ त्यो क्याडी राखेर चाहिँ तपाईँहरू चलाउन सक्नुहुन्छ एसएसडी राखेर ओके गाइस सर्भिसिङ पछि यो सफ्टवेयर पनि इन्स्टल भएको छ ब्याट्री चाहिँ बिग्रेको छ ब्याट्री अब चेन्ज गर्नु पऱ्यो अब यो फिटिङ त भइसक्यो किबोर्ड आएछ फाइनल ल्याउँछ ओके गाइस बनाएर भइसकेको छ ब्याट्रीको चाहिँ प्रब्लम छ ब्याट्री पर्छ